प्राप्त गर्नुभएकोमा हार्दिक शुभकामना दिन चाहन्छु। यहाँको सफलताको शुभकामना दिन चाहन्छु र बधाई ज्ञापन गर्न चाहन्छु। वास्तवमा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरिसकेपछि यहाँहरू सबैजना एकजना जुडिसियल अफिसरको रूपमा आजदेखि जुडिसियल अफिसरमा प्रवेश गर्नुभएको छ र यहाँहरूको दोस्रो रोल भनेको पब्लिक अडिटरको पनि हो। कतिपय कानुनहरूले अधिवक्ताहरूलाई, कानुन व्यवसायीहरूलाई पब्लिक अडिटर मानेको छ। जुडिसियल अफिसर र पब्लिक अडिटरको रूपमा यहाँहरूले सर्टेन रुल एन्ड रेगुलेसन्सहरूलाई पालना गर्नुपर्ने हुन्छ, कोड अफ कन्डक्टलाई पालना गर्नुपर्ने हुन्छ, तपाईँले समाजलाई मोनिटर गर्नुपर्ने हुन्छ र तपाईँलाई मोनिटर चाहिँ गर्ने अर्को निकाय पनि छ भनेर म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। वास्तवमा अधिवक्ताको प्रमाणपत्र लिन भन्दा त्यसलाई कायम राख्न धेरै गाह्रो छ। कानुन व्यवसायीले एउटा मात्रै विधाका बारेमा जानकारी हासिल गरेर वा त्यसका सन्दर्भमा मात्रै ज्ञान हासिल गरेर सम्भव हुँदैन। किनभने अधिवक्ताको रूपमा, कानुन व्यवसायीको रूपमा तपाईँले अदालतमा उभिँदाखेरि स्वास्थ्य क्षेत्रको बारेमा त्यहाँले जानकारी दिनुपर्ने हुनसक्छ, समाजको बारेमा जानकारी दिनुपर्ने हुनसक्छ, इतिहासको बारेमा जानकारी दिनुपर्ने हुनसक्छ, सुरक्षाको बारेमा जानकारी दिनुपर्ने हुनसक्छ। त्यसैले तपाईँ सबै विधाको ज्ञाता हुनुपर्छ कानुन व्यवसायीको रूपमा भन्ने मान्यता छ। त्यसैले कानुन व्यवसायीहरूलाई विद्वान भनेर भन्ने गरिन्छ, तर यो विद्वता जोगाउन धेरै गाह्रो पर्छ। त्यसकारण कानुन व्यवसायीहरूले आफूलाई सधैँ कानुनको विद्यार्थी भन्ने भन्ने गर्दछ। यो शास्त्रमा पनि अनभ्यासे विषम शास्त्र अजीर्णे भोजनम विषम भन्ने गरिन्छ। खानेकुरा पटक पटक खायो भने त्यो चाहिँ अगाइसकेपछि खायो भने त्यो विष हुन्छ अरे, तर शास्त्र चाहिँ तपाईँले अध्ययन गर्नु भएन, त्यसलाई अभ्यास गर्नु भएन भने त्यो विष हुन्छ भनेर भन्ने गरिन्छ। त्यसैले कानुन व्यवसायीहरू सदा अपडेटेड रहनुपर्छ। यो कम्प्युटरका चाहिँ ज्ञाताहरूले के भन्छन् भन्दाखेरि कम्प्युटरको भाइरस बनाउने मान्छेहरू पनि एकदमै एक्टिभ हुन्छन् रे। उनीहरूले नियमित रूपमा चाहिँ नयाँ नयाँ भाइरसको सिर्जना गरिरहेका हुन्छन् र त्यो भाइरसलाई प्रतिकार गर्ने एन्टिभाइरस बनाउने मान्छेहरू पनि उत्तिकै सक्रिय हुन्छन्। वास्तवमा समाजमा नयाँ नयाँ प्रकृतिका अपराधहरू, नयाँ नयाँ प्रकृतिका घटनाहरू, नयाँ नयाँ प्रकृतिका विकासहरू भइरहेका हुन्छन्। तिनीहरूलाई ट्याकल गर्नका लागि कानुन व्यवसायीहरूले एन्टिभाइरसको रूपमा भाइरसलाई उछिन्ने गरी अपडेटेड हुनुपर्छ। जुन दिन भाइरसले एन्टिभाइरसलाई जित्छ त्यो दिन कम्प्युटर चल्दैन। जुन दिन कानुन व्यवसायीहरू समाजमा भएका विकासक्रमलाई पछ्याउने, कानुनमा भएका अपडेटहरूलाई पछ्याउने हुन सक्दैन, त्यो दिन समाजमा चाहिँ शान्ति, अमन चयन र न्यायको अवस्था नआउन सक्छ। मलाई कानुन पढाउने सरले भन्नुभएको एउटा प्रसिद्ध कथा म यहाँहरूलाई सुनाउन चाहन्छु। कसरी समाजमा अपराध गर्ने मान्छेहरू विकास हुन्छन् र त्यो अपराधलाई ट्याकल गर्ने, कानुनको निर्माण गर्ने कसरी विकास हुन्छ र त्यसलाई त्यो दुवै कुरालाई कानुन व्यवसायीहरूले अपराधको इतिहास पनि वा लिगल रङको इतिहास पनि, कानुनको इतिहास पनि र त्यसलाई चाहिँ न्यायको रूपमा परिणत गर्ने क्षमताको विकास गर्नुपर्छ भन्ने सन्दर्भमा मलाई कानुन पढाउने सरले एउटा कथा भन्नुभएको थियो। पश्चिमको एउटा कुनै सहरमा जुत्ता पोलिस गर्ने भेन्डिङ मेसिनको चाहिँ व्यापार सुरु भएछ। त्यो भेन्डिङ मेसिनले के गर्थ्यो भनेर भन्दाखेरि तपाईँ जुत्ता लगाएको मान्छे भेन्डिङ मेसिनमा जान्थ्यो अनि एउटा जुत्ता चाहिँ त्यो भेन्डिङ मेसिनभित्र छिरायो भने अनि त्यसले पोलिस गरिदिन्थ्यो अनि त्यसपछि त्यो खुट्टा रिलिज गर्थ्यो अनि दोस्रो खुट्टा चाहिँ भेन्डिङ मेसिनमा छिराउनु पर्थ्यो र दोस्रो खुट्टाको जुत्ता पनि पोलिस गरिसकेपछि त्यो जुत्ता लगाएको दोस्रो खुट्टा चाहिँ भेन्डिङ मेसिनले समाउँथ्यो अनि पैसा तिरेपछि मात्रै भेन्डिङ मेसिनले रिलिज गर्थ्यो। तर समाजमा त्यसलाई अब यसलाई कसरी उल्लङ्घन गर्न सकिन्छ, यसलाई कसरी दुरुपयोग